कहिलेकाहीँ शब्दभन्दा मौनता बढी पोल्छ, किनभने मौनतामा पनि एउटा अधुरो कथा लुकेको हुन्छ। ऊ आयो मुस्कान बोकेर, मायाको कुरा गर्यो, वचन दियो, सपनाहरू सजायो, तर समयले त्यो वचन च्यात्यो। सपना हावामा हरायो अनि ऊ बेपत्ता भयो। आज पनि उसको हाँसो मनभित्र गुन्जिन्छ, उसका शब्दहरू अझै कानमा बाँचिरहेका छन्। तर ऊ छैन, केवल सम्झना छ, र ऊ त्यो सम्झनाले हरेक रात आँसु बनी ओछ्यान बिजाउँछ। म सोच्छु के प्रेम साँचो थियो कि केवल क्षणिक सपना। तर हृदय भन्छ यदि पीडा बाँकी छ भने त्यो प्रेम साँचो थियो। तपाईहरूलाई के लाग्छ, साँचो प्रेम सधैँ फर्किन्छ कि केवल सम्झना बाँच्छ? साथीहरू कस्तो लाग्यो? मन पर्यो भने रिपोस्ट, कपी लिङ्क, फेभरेट, कमेन्ट, लाइक र फलो गर्न नबिर्सिनु होला। अवश्य फलो ब्याक र 5 वटा अप्सन म पनि पूरा गर्नेछु। हवस् त, धन्यवाद।